भाले चाहिँ हाम्रो दाँत भाँचिने सम्म। हेलो सानो। हेलो कहाँ हिँडेको? पेरेन्ट्स बस गाइस मेरो छोरो चाहिँ अब प्यारेन्ट्स डे आज उसको प्यारेन्ट्स डे अनि रिजल्ट डे हो जाँदैछ गाइस। अरू उसको चाहिँ डान्स पनि छ अनि अब रिजल्ट पनि छ। ल अल द बेस्ट सानो, अल द बेस्ट। अब उसको अहिले डान्समा भेटौँ है त। ल हामी चाहिँ आमा चाहिँ अब कहाँ भेट्छौँ? डान्समा भेट्छौँ। अब उसको चाहिँ अलिक छिटो लानुपर्छ 8:30 बजे अनि हामी चाहिँ 10 बजे जान्छौँ साथीहरू। अनि म तपाईँलाई 10 बजे उसको डान्समा भेटाउँछु है त। ल हेलो एभ्रिवान, वेलकम। आज चाहिँ म छोरोको आज चाहिँ उसको के भन्छ रिजल्ट अनि प्यारेन्ट्स डे छ, स्कुलतिर लाग्दैछु साथीहरू। ल स्कुलमा के हुन्छ, उसको रिजल्ट कस्तो के हुन्छ म तपाईँलाई देखाउने छु। नमस्ते। नमस्ते 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 सर, नमस्ते नमस्ते म्याम। ओनस आयो मेरो सानो। ओनस 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 कस्तो रोजाको हौ ओनस ओनस मेरो छोरो बल्ल देखो क्लास 1 को नानीहरूको सुन्दर प्रस्तुति। साथीहरू यसमा चाहिँ म भोइस रेकर्ड गर्दैछु है, किनभने कपिराइट लाग्छ नि त। मेरो छोराहरूको यो चाहिँ उनीहरूको पर्फर्मेन्स हो, ग्रुपिङ पर्फर्मेन्स थियो। मेरो छोरा चाहिँ यता साइडको अगाडि नाच्ने हो मेरो छोरा चाहिँ। अनि उसको साथीहरू उनीहरूले चाहिँ कुन गीतमा पर्फर्मेन्स गर्दैछ भनेर सोध्दै हुनुहुन्छ भने चाहिँ उनीहरूले चाहिँ काफल गेडी कुटुकै भए भुत्तुके भन्ने गीतमा चाहिँ यस्तो राम्रो पर्फर्मेन्स गरेको थियो। त्यसको लागि तपाईँहरूले सर्ट भिडियोमा मेरो सर्ट भिडियोमा गएर हेर्नु होला, मैले त्यसमा हालेको छु। अनि यता म्यामहरूको पनि मलाई 2 चुल्ठी बाटेर भन्नेमा एकदम राम्रो प्रस्तुति थियो, त्यो पनि मैले हालेको छु, गएर हेर्नु होला। अनि यो चाहिँ आफ्नो आफ्नो कल्चर ड्रेसमा चाहिँ प्यारेन्ट्स र बच्चाको प्रस्तुति थियो, त्यो पनि तपाईँले हेरेर इन्जोय गर्नु होला है त। अब यो चाहिँ राई कल्चर हो, अरू अरू सबैको यस्तै पर्फर्मेन्स थियो। ल गाइस मेरो छोरा चाहिँ रिजल्ट लिएर आइसक्यो। सानोको रिजल्ट के भयो सानो? थर्ड भयो यसपालि चाहिँ। कस्तो उयो भएको यता यता उसको गिफ्ट चाहिँ खोल्दैछ सानोले, गिफ्ट खोल्दैछ मेरो छोरोले। गिफ्टमा चाहिँ के छ? एउटा कपी छ होला, जहिले कपी दिनुहुन्छ नि त होइन। ल कपी छ है मेरो छोराको गिफ्ट। ह्याप्पी छ र? मेरो छोरालाई कङ्ग्रेचुलेसन सानो, कङ्ग्रेचुलेसन। थ्याङ्क यू आमा। साथीहरू हामी चाहिँ घर आइसकेका छौँ धनकुटा। अनि मेरो छोराको चाहिँ के भन्छ रिजल्टहरू प्यारेन्ट सिद्धेर पनि हामी त सरसर धनकुटा आयौँ। अनि म चाहिँ माइती घरमा छु। हेलो गाइजहरू, हेलो हामी माइती घर आइसक्यौँ। साथीहरू हाम्रो चाहिँ यस्तो छ यहाँ माइती घर आएको। दाइलाई चाहिँ वाक्कै लाग्छ यहाँ भिडियो बनाएको, के गर्नु गाइछु। यहाँ यसो बहिनीहरू आएको, दिदी बहिनी माइती गाउँ आएको। अब माइती गाउँ होइन माइती घर आएको, पुरै लोकल पाक्दैछ। हाम्रो चाहिँ लोकल तयारी हुँदैछ। अब लोकल तातो तातो सुप खाने हो साथीहरू हामी चाहिँ। साथीहरू हेर्नु यहाँ कति गाह्रो परिरहेछ यहाँ भाले चिर्नु। यो भाले चाहिँ अहिले हाम्रो दाँत भाँचिने सम्म, दाँत भाँचिने सम्भावना छ है साथीहरू यहाँ। खै दिदी बहिनी आउँदाखेरि खाने भनेर राखेको दाजुले पुरै दाँतै भाँचिला जस्तो छ अवस्था हेर्दाखेरि। अवस्था यस्तो छ, सिटी हान्दा पनि नहोला जस्तो छ है साथीहरू हाम्रो चाहिँ यहाँ। खाँदै एकपट्टि मासु रेडी भयो साथी हाम्रो चाहिँ यहाँनिर। उता पनि छ अझै भोलिको लागि पुरै 5 केजीको रेडी पारेर राखिदिएको छ यहाँ हाम्रो दाजु भाउजूहरूले। ल अब यो चाहिँ आजको रेडी भइसक्यो साथीहरू। अर्को भोलिको छ उहाँ तल रेडी हुँदैछ। लोकल पाकिरहेछ साथीहरू हाम्रो। यता पिटे यता सुप पाक्दैछ, 2जनाले पकाउँदैछन् भटाभट। बेलुकाको खाना रेडी हुँदैछ। हेलो ल साथीहरू हामी चाहिँ यहाँ घरमा माइती घरमा आएर पुरा मेजमान खाँदैछौँ है। हामी चाहिँ लोकल कुखुराको सुप। यता आमा हुनुहुन्छ हाम्री प्यारी आमा राम्री माया। ल हामी चाहिँ
चट्टसँगले यसरी बसेर पलेटी कसेर खाँदैछौँ सबैजना। ल म यहाँ छु। हेलो। ल अब हामी चाहिँ यसरी खाना खान्छौँ। बेलुकाको खाना चाहिँ भर्खर खाँदैछौँ साथीहरू। हामी चाहिँ अब खाना खान्छौँ, लोकल सुप खान्छौँ। यता छ मामा घरमा आएर पुरै हाम्रो छोरो पनि खाँदैछ। ल हामी चाहिँ खाना खान्छौँ साथीहरू।